हेलो नमस्ते सबैजनालाई। सबैभन्दा पहिला मेरो नाम चाहिँ उमेश राई अनि सरी आई डोन्ट नो, मलाई थाहा छैन यो मैले ब्लग बनाएको और भिडियो रेकर्ड गरेको केही पनि थाहा छैन मलाई। जस्ट एउटा समय परिस्थितिले गर्दाखेरि यसो एउटा सम्झनाको लागि अनि एउटा साथीभाइको सल्लाह गर्दाखेरि राम्रो हुन्छ भन्ने खालको कुरा आएर ब्लगिङ जस्तै आई डोन्ट नो, म यो पोस्ट गर्छु गर्दिनँ अरू जस्ट त्यतिकै राख्छु, थाहा छैन। तर दिस इज माई भेरी फर्स्ट डे यसरी क्यामेराको अगाडि समथिङ केही रेकर्ड गर्न गइरहेको छु। विषय अब अलिकति जुन विषयले चाहिँ एउटा टपिक्सले मेरो लाइफ अनि मेरो वाइफको लाइफमा चाहिँ ठुलो चेन्जेस ल्यायो। विच अब यो 2026 साल 2026 फेब्रुअरी 10 मा चाहिँ मेरो बुढीलाई चाहिँ ब्रेस्ट क्यान्सर पत्ता लागेको छ। विच इज अब 2026 साल मेरो लागि, मेरो परिवारको लागि एउटा च्यालेन्ज भयो भन्ने भनौँ न। अनि अब अगाडि बढ्दै जाँदाखेरि मेरो बुढीको आज मार्च 3 तारिक हो। भोलि मार्च 4 मा चाहिँ फर्स्ट केमो हुन गइरहेको छ। सो यो बायोप्सी गरेको जनवरी 30 देखि लिएर आजसम्मको यात्रामा एकदमै धेरै उतार चढावहरू हुँदो रहेछ। जस सुनेको भन्दा धेरै नै कठिन हुँदो रहेछ। अनि बायोप्सीको रिपोर्ट पछि क्यान्सर कन्फर्म भएपछि फेरि स्टेज कुन हो होइन, क्युरेबल हो होइन। अनि यो क्यान्सरको बारेमा केही पनि थाहा नभएको मान्छेलाई एकैचोटि यस्तो पर्दाखेरि निकै नै गाह्रो हुँदो रहेछ। अनि सबैभन्दा खुसीको कुरा अब सबैले साथीभाइहरूले भेट्न आउँदा अनि आफन्तले सल्लाह दिँदाखेरि चाहिँ एकदमै ठुलो मन गर्नु, चिन्ता नगर्नु, विल पावर राम्रो भयो भने दबाईले राम्रो काम गर्छ, मनोबल सधैँ उच्च राख्नु भन्ने सुझाव सिम्पली जसले पनि, मैले पनि पहिला त्यसरी नै दिन्थेँ। अहिले मलाई पनि सबैले त्यसरी नै भनिराख्नु भएको छ। सो तर जब जुन दिन डक्टरले तँलाई चाहिँ क्यान्सर छ भन्छ त्यतिखेर चाहिँ एकछिन होइन, त्यो चाहिँ गाह्रै भएको थियो त्यो एक हप्ता हामी बुढाबुढीलाई नै। तर मलाई एउटा खुसीको कुरा यहीँ भेट्न आउने कतिजना, एकजना धेरै मान्छेहरूमा एभ्रिडे मेरो घरमा चाहिँ अहिले 80-90 जनाको हाराहारीमा चाहिँ भेट्न आइराख्नुपर्छ। प्रत्येक मान्छेले सम्झाउने कुराहरू थुप्रै हुन्छ, तर सम कुराहरू चाहिँ अलिकति ठ्याक्क नोटिस हुन्छ। अनि सबैले सम्झाउने, ल सानोमा नगर्नु, बहिनीलाई राम्रो केयर गर्नु, सीमा तिमी पनि राम्रो हुनु, छिट्टै रिकभर हुनु भन्ने खालको कुराहरूमा एकजनाले कसले, मैले विषय ठ्याकेँ, एकजनाले के भन्नुभयो भने भगवानले पनि जसले फाइट गर्न सक्छ त्यसलाई नै यस्तो खालको रोग चाहिँ लाग्छ, जुन चाहिँ तिमी हो। तिमी चाहिँ एकदम राइट पर्सन जसले चाहिँ यो क्यान्सरलाई चाहिँ फाइट गरेर विन गर्न सक्छ भनेर चाहिँ भन्नुभएको थियो। त्यो कुरा मलाई ठ्याक्कै दिमागमा पनि आयो। अनि प्लस भने जस्तै मेरो श्रीमती, मेरो बुढी चाहिँ मभन्दा पनि एकदम स्ट्रङ निस्क्यो। उसले जब त्यो डक्टरले तिमीलाई क्यान्सर छ भन्दाखेरि चाहिँ म चाहिँ केही बोल्नु सकेन। तर मेरो बुढीले सबै डिटेल उसले डक्टरलाई सोध्यो कस्तो खालको क्यान्सर हो, के हो, क्युरेबल हो कि होइन, कति समय लाग्छ, उपचार कस्तो खालको हुन्छ, सबै उसले गर्यो। अनि 2-3 दिनपछि चाहिँ अब बुढी स्ट्रङ भएको देखेपछि मैले उसलाई जानी म आफै विक भएर उसलाई के भने अब सानो मन गराउनु मिल्दैन। त्यही भएर म पनि अहिले स्ट्रङ इनफ भइसकेको छु। र खुसीको कुरा चाहिँ सी इज भेरी स्ट्रङ अनि मेन्टली, फिजिकली। अनि एभ्रिडे त्यो आउने मान्छेहरू, भेट्ने आउने मान्छेहरूलाई पनि उसले सम्झाएर पठाउँदाखेरि त्यो मान्छेहरू चाहिँ एकदमै चकित, छक्क अनि खुसी भएर जानुहुन्छ। कति रुँदै आउनुहुन्छ, हाँस्दै जानुहुन्छ। एभ्रिडे उसले सबै कुरा गरिराख्नु भएको छ। तर वी डोन्ट नो अब भोलि अब मार्च 4 मा चाहिँ हाम्रो फर्स्ट केमो हुँदैछ। अनि एकदमै भित्रको कुनै किसिमको डर जस्तो पनि लागिरहेको छ, कस्तो हुन्छ र आफ्टर केमो पछि घरमा आएर मैले उसलाई राम्रोसँग टेक केयर गर्न सक्छु सक्दिनँ,
भन्ने कुराहरूले चाहिँ अलिकति सताइरहेछ। सो एनिवे मेरो नाम चाहिँ अब अघि मैले भनिहालेँ। अब यो भिडियो कन्टिन्यू गरेँ भने म एभ्री डेको यसरी रेकर्ड चाहिँ गर्छु, तर पोस्ट गर्छु गर्दिनँ थाहा छैन। तर अब कालान्तरमा मैले यदि पोस्ट गरिहालेँ अनि तपाईँले हेर्नुभयो भने मेरो दुःख सुखको अनुभवहरू तपाईँलाई एभ्री डे, एभ्री केमो, एभ्री साइकलको, एभ्री सर्जरीको अपडेटहरू गर्दै जान्छु, जसले गर्दा चाहिँ तपाईँहरू कसैलाई पनि त्यस्तो दुःख परेको छ भने चाहिँ त्यसले तपाईँलाई सहयोग गरोस्। अथवा तपाईँहरूले मलाई पहिल्यै परिसकेको हुनुहुन्छ भने चाहिँ यस्तो गर्दा राम्रो हुन्छ भाइ अथवा दाइ भनेर चाहिँ सजेस्ट गर्नु सक्नुहुन्छ। सो आज हिजो पनि उसको ब्रेस्ट क्यान्सरको लागि चाहिँ एउटा क्लिफ भन्दो रहेछ। त्यो क्लिफ लगायो भने चाहिँ पछि आफ्टर केमो यदि त्यो क्यान्सर सेललाई चाहिँ देख्न सकेन भने चाहिँ त्यो भनौँ न मार्क गरेको रहेछ। त्यो मार्कबाट चाहिँ थाहा भएर चाहिँ सर्जरी गर्न सजिलो हुन्छ भनेर हिजो गऱ्यो। अनि आज पनि अब हार्टको कन्डिसन चेक गर्छ, हार्ट चेक हुँदो रहेछ। अनि भोलि केमो, त्यसपछि एउटा ज्याप छ, अनि एभ्री 3 विक्समा केमो हुन्छ भन्नुभएको छ। अनि यो अहिलेको लागि चाहिँ 6 साइकल, आफ्टर 6 साइकल केमो। अनि दबाईले राम्रो काम गर्यो, पेसेन्टले चाहिँ राम्रो गर्न सक्यो अथवा दबाईले चाहिँ राम्रो रेस्पोन्स गर्यो भने चाहिँ 6 साइकल, अनि त्यसपछि चाहिँ सर्जरीको प्लानिङ छ सोफा। होप राम्रो हुन्छ होला। अनि जति पनि मैले भनेको कुराहरू चाहिँ अब गाह्रो हुन्छ, तर मलाई पनि थाहा छ, मेरो बुढीलाई पनि थाहा छ। अब क्यान्सर भइसकेपछि किन अहिले नै भन्नुभन्दा अब भइसकेको क्यान्सरलाई चाहिँ कसरी निर्मूल पार्ने, कसरी अगाडि बढ्ने, कसरी लड्ने भन्ने कुरा चाहिँ अब महत्त्वपूर्ण हुन्छ। सो मैले पनि त्यही बुझेको छु। अलङ द वे थाहा छ मलाई कति गाह्रो हुन्छ होला, तर आइ एम रेडी, आई विल फाइट। अनि मेरो सक्दोमा मेरो बुढीलाई, मेरो अर्धाङ्गिनीलाई चाहिँ सकेको सहयोग अनि सपोर्ट गर्छु। अनि ऊ पनि एकदमै मेन्टली रेडी छ। यति छ। अनि मेरो फ्यामिली डिटेलमा चाहिँ अहिले मेरो बुढी अनि 2जना छोरा, मेरो प्यारो छोराहरू सिमे साङ राई अनि उसिमाङ राई, 2जना छोरा छ हाम्रो। एउटा 15 वर्ष, एउटा 13 वर्ष पुगेको छ। सो बाँकी डिटेलहरू अब यसरी नै कन्फिडेन्ट आउँदै गयो। अनि मैले भिडियो पोस्टहरू गर्दाखेरि राम्रो हुने रहेछ भन्ने थाहा पायो भने म कन्टिन्यू गर्छु। तर यो कुनै पनि पैसा आज न मलाई एडिटिङको बारेमा केही थाहा छैन। यो भिडियो गरेर कसरी पोस्ट गर्ने त्यो पनि थाहा छैन। मान्छेले चाहिँ क्लिपहरू जोडेर चाहिँ बनाउँछ त्यो पनि थाहा छैन। मेबी म अब चाहिँ सिक्छु होला, सिकेर पोस्ट गरेँ भने चाहिँ। तर अरू हाम्रो युट्युब कन्टेन्ट क्रिएटरहरूले जस्तो सधैँ एभ्री डे चाहिँ म अपडेट गर्न सक्दिनँ। एभ्री डे अपडेट गऱ्यो भने चाहिँ खै के उनीहरूको भ्युज बढ्ने समथिङ के हुन्छ अरे। तर जस्ट चाहिँदो भिडियोहरू चाहिँ म अपडेट गर्दै जान्छु। अनि मेरो बुढीको उसको बारेमा पनि अपडेट गर्दै जान्छु। सोफार सबै ठिकै छ जहाँसम्म लाग्छ। अब यो 2026 चाहिँ हाम्रो लागि एउटा ब्याटल इयर भयो, जुनमा चाहिँ अब हामीले चाहिँ 2जना मिलेर फाइट गर्नुपर्ने छ। अनि मलाई थाहा छ मेरो बुढीको कन्फिडेन्ट अनि मेरो कोसिसले गर्दाखेरि हामी यो ब्याटल डेफिनेटली विन गर्छौँ। यो विन गर्ने ब्याटलको जर्नी एउटा मेमोरेबल होस्। अनि पछि यस्तो पनि भएको थियो है भनेर विशेष गरी आफूलाई, अनि पछि मेबी हाम्रो छोराहरूलाई अथवा हाम्रो कोही परिवारहरू साथीभाइ हुनुहुन्छ भने चाहिँ यस्तो दिनहरू पनि थियो, जसले गर्दा चाहिँ त्यसको चाहिँ अहिले आएर यस्तो भयो। पोजिटिभ भाइब जाओस् अनि भन्न सकिँदैन, जसलाई पनि हुनसक्ने रहेछ यो क्यान्सर। सो अर्को कुरा, अनि क्यान्सर भन्दैमा सधैँ आत्तिहाल्नुपर्ने। अब म चाहिँ अब नराम्रो केही भइहाल्छ भनेर सोच्नु चाहिँ हुँदैन। सो यति छ आजको लागि। अब एकछिनमा हामी फेरि हस्पिटल जान्छौँ। म तपाईँहरूलाई हस्पिटलतिर गएको अनि गाडीमा गएको पनि मेबी भयो भने सेयर गरौँला। धन्यवाद, नमस्ते। अनि बाँकी कुनै भिडियोहरू फेरि कन्टिन्यू गऱ्यो भने मेरो बारेमा अनि मेरो फ्यामिलीको डिटेल्सहरू, म छोराहरू, मेरो बुढीलाई त म देखाइ नै हाल्छु तपाईँलाई, देखाउँदै जान्छु। सो
तपाईँहरूले पनि यदि भिडियो हेर्नुभयो भने चाहिँ शीघ्र स्वास्थ्यको कामना गर्नुहुन्छ भन्ने पूर्ण आशा राखेको छु भन्दै आजको लागि यो अहिलेको भिडियो चाहिँ म यहाँ एड गर्छु। अहिले बाटोतिर मेबी गाडीतिर गएको हस्पिटल पुगेकोहरू भयो भने म तपाईँलाई छोटो छोटो क्लिपहरू लगाउने कोसिस गर्छु, तर मलाई थाहा छैन अहिलेसम्म कसरी भिडियो पोस्ट गर्छ। सिक्छु होला, सिकेँ भने हाल्छु, पोस्ट गर्छु। अनि म एकदमै क्यामेरा पर्सन पनि होइन, अहिलेसम्म यो बाध्यताले मैले यो ट्राई गरेको हो। अनि भन्नाले यो टिकटककै बारेमा थाहा नभएको, सोसियल मिडिया नै नचलाउने त होइन, म धेरै ब्लगहरू हेर्छु। किनभने मेरो बुढीले चाहिँ एकदमै, श्रीमतीले एकदमै ब्लगहरू हेर्नुहुन्छ, जसमा चाहिँ अब उसले गर्दा नै मैले पनि बेला बेला यसो ब्लगहरू हेर्ने गर्छु। राम्रो लाग्छ मलाई मान्छेले आफ्नो दैनिक जीवन कसरी बिताइराखेको छ, कहाँ कहाँ डुलिरहेको छ भन्ने कुरा धेरै नलेज पनि हुने रहेछ। अनि एउटा प्लस रमाइलो पनि हुन्छ, जसमा मेरो बुढीले हेर्ने ब्लगहरू अब जस्तै जोन एन्ड द लोकल्सको एउटा मनु म्यान भन्ने भाइ, अनि स्टिभ भाइ, अनि यता धरानको एउटा हाम्रो बेबो बहिनी, अनि यता खोइ दमक झापातिरको एकजना बहिनी सिजलिङको नि के भन्ने बहिनी, अनि उता गोलबजारतिरको एउटा भाइ र बहिनीहरू छ, हेम थिताल के भन्नु हो, त्यस्तो भाइहरूको हेरिरहेको हुन्छ। अनि उनीहरूको त्यो भिडियो हेर्दाखेरि चाहिँ एकदमै सिम्पल, यसरी गर्न सकिँदो रहेछ जस्तो लाग्छ। तर आई डोन्ट नो, अब यस्तो भिडियो त हुनु त संसारमा धेरै मान्छेले बनाइरहेको हुन्छ होला। अब त्यो मध्ये पनि अब हामीले चिन्ने देख्ने भनेको चाहिँ अब सेलिब्रेटी भनौँ न, अब फेमस भएरै देख्नु हामीसम्म आइपुगेको हुनसक्छ। तर एनिवे म त्यस्तो साह्रो फेमस हुन्छु भनेर पनि गर्न खोजेको त होइन। जस अघि नै मैले भनिहालेँ, वे जर्नीलाई चाहिँ रिमेम्बर गर्नको लागि एउटा यसलाई चाहिँ भनौँ न के भन्छ, रेकर्डेड एउटा यात्रा पछिसम्म चाहिँ हेर्नु पाऊँ, मान्छेलाई चाहिँ यस्तो साह्रोसम्म पनि पर्दो रहेछ, अनि यसरी रिकभर पनि हुन सक्दो रहेछ भन्ने हिसाबले चाहिँ बनाएको हो। सो बाँकी भिडियो अहिलेको लागि अलिकति लामो भयो होला, बाँकी भिडियो फेरि म गर्दै जान्छु। खास चाहिँ यो डुल्दै पुरा देखाउनु पर्ने हो, तर अहिले फर्स्ट टाइम भएको भएर मैले यहीँ बसेर तपाईँलाई सेयर गरेँ। अनि अर्को कुरा चाहिँ म ठ्याक्कै भनिहाल्छु, म उमेश राई, अहिले चाहिँ हाल म सिङ्गापुरमा छु। अब सिङ्गापुरको भनौँ न जागिरे छु। सो त्यति नै अहिलेको लागि, हस्, धन्यवाद। नमस्ते भन्छ कि अब अघि मैले भने जस्तै अब हामी दुईवटा हस्पिटल छ आज, के हेल्थ, अनि त्यसपछि एनएच के नेसनल हार्ट सेन्टर एनसिएचतिर जानको लागि गएछौँ। सो अघि मैले भने जस्तै आजको मेरो ब्याटलको योद्धा मेरो श्रीमती चाहिँ कताबाट क्यामेरा फर्काउने नि हुन्। हेलो बुढी, रेडी? ओके, म पनि रेडी छु। उसको लागि मैले झोला रेडी गरेको छु। झोलामा तातो लुगा छ, बिलहरू के अरे रिपोर्ट कार्डहरू छ, चाहिने डकुमेन्टहरू छ झोलामा। सो अब हामी चाहिँ जानलाई रेडी छौँ। अनि हाम्रो गाडी चाहिँ 120मा आउँछ। त्यो ब्लक तल एकजना बहिनी पर्खिराख्नु भएको छ, हो त्यहाँनिर आउँछ। यो क्यामेरा भिडियोमा ब्याक हुँदैन के हो। सो हामी जाँदैछौँ ल। यो चाहिँ मेरो ब्लक हो, म चाहिँ 10 तलामा बस्छु। तलको ब्लकको उसमा चाहिँ हाम्रो गाडी आउँछ 120मा। गाडी मेरो लागि मैले मगायो भने फ्यासिलिटी गरेको छ, तर पनि अब किन एक्स्ट्रा बर्डन गर्ने भनेर आज चाहिँ ठ्याक्क टाइमिङ मिलेको भएर 2 बजेको 2 PM को एपोइन्टमेन्ट छ। 1:30मा जाँदाखेरि हामीलाई ठिकै हुन्छ। सो हाम्रो गाडी पनि धेरै मिसयुज नगरौँ भनेर सेम गाडीमा जाने प्लान गरियो। भरे फर्किँदाखेरि चाहिँ गाडी बोलाउँछु म। थ्याङ्क यू, सी यू। प्रोफेसर जस्तो देखिन्छ त, त्योसँग त क्यान्सर त त्यसै भएको छैन। के गर्छ त्यो यो दशसँग त क्यान्सर त त्यसै भागिहाल्छ नि।
धेरै मोडल डाउन हुन्छ हस्पिटल गाडी आयो ठ्याक्क टाइमिङ आएछ अलिक आज छिटो आयो कि अरे गाडी मेरो लडाकु यो अगाडि छ रियल ब्याटल भोलिबाट सुरु हुन्छ गाडी आयो खडा छ त घुमाइ त गाडी त स्वाट KK Women and Children Hospital, Women's Tower and Children's Tower. यो हस्पिटलमा चाहिँ हाम्रो जिन्दगीको धेरै उतार चढावहरू खुसी दुःख जोडिएको छ भन्नुको मतलब चाहिँ मेरो दुईजनै पुत्रको जन्म यही हस्पिटलमा भएको हो यही आमाद्वारा यता हेर त सिमे साङराई 2011 साल मे 3 तारिक यही हस्पिटलमा जन्मेको अनि कान्छा चाहिँ 2013 14 अक्टोबरमा सो भने आज चाहिँ फेरि मलाई चाहिँ फेरि यही हस्पिटलमा फेरि रोग पनि पत्ता लागेको अनि हस्पिटल चाहिँ यस्तो छ के वुमेन हस्पिटल जति पनि सिङ्गापुरमा डेलिभरी अनि बच्चाहरूको चाहिँ हस्पिटल चाहिँ स्पेसलिस्ट यहीँ हुन्छ अनि सिङ्गापुरको हस्पिटल एकदमै राम्रो सन्तोषजनक छन् त्यसैले गर्दा हाम्रो देशको प्रधानमन्त्रीहरू पनि रुगा लाग्दा ज्वरो आउँदा पनि सिङ्गापुर आउँछन् गर्ने सुनेको छु अब हाम्रो चाहिँ अब के ब्रेस्ट सेन्टर अगाडि देख्न सकिन्छ अनि अब चाहिँ जाँदैछु अब आउन लाग्यो त्यहाँ चाहिँ हाम्रो 2 बजे ठिकै टाइममा छौँ हामी कति बजे अहिले 1:50 भयो 10 मिनट अर्ली बच्चाहरूको बुकसुक किन्ने पर खानेकुराहरू छ कविता हामी चाहिँ यहाँनिर जाने हो अब उसले गएर रजिस्टर गर्छ त्यसपछि चाहिँ हाम्रो सुरु हुन्छ सेल्फ रजिस्ट्रेसन मलाई चाहिँ कसरी देखाउनु हो सरी उताबाट खुला भयो हेलो अहिले भर्खर जेनेटिक टेस्टको बारेमा चाहिँ के गर्ने भनेर कुरा गर्यो डक्टरसँग अब ब्लड निकालेर चाहिँ त्यसले चाहिँ रिपोर्टको लागि चाहिँ एप्रिलमा होइन एप्रिलमा बोलाएको छ यो पछि चाहिँ फेरि हामी नेसनल हार्ट सेन्टरको लागि जान्छौँ अहिले चाहिँ हामी ब्लड टेस्टको लागि पर्खिरहेको छौँ अब चाहिँ हामी यो ट्याक्सी स्ट्यान्डबाट के अरे एन्ड नेसनल हार्ट सेन्टर जाँदैछु त्यो फ्रेममा नअटिँदो रहेछ त ओके ट्याक्सी पनि ठ्याक्क रहेछ ट्याक्सी पनि छ यो ट्याक्सीमा चाहिँ हामी जान्छौँ काम सिङ्गापुर ION सपिङ सेन्टर यो चाहिँ औचरड हो सिङ्गापुरको मुटु मेरो वरियर यहाँ छ हामी जाँदैछौँ
अनि मेरो बुढी चाहिँ हातको चेक हुँदैछ भनौँ न। हेलो, म चाहिँ अहिले बुढी चाहिँ भित्र छ, म चाहिँ बाहिर वेट गरिरहेको छु। आधा घन्टा लाग्छ भनेको छ, 30 मिनट। I need to wait for 30 minutes. Thank you. आजको दिन राम्रै बित्यो। हस्पिटलबाट अघि अराउन्ड 6 PM तिर मात्रै आइपुग्यो। बिहान 8:30 गएर 6 बजीतिर आयो। 2टा हस्पिटल भिजिट थियो। आजको भिजिट राम्रै भयो। अनि अब आजको रात चाहिँ अब अलिकति छिटो सुत्नुपर्ने, तर 10+ भइसक्यो। भोलि चाहिँ हाम्रो फर्स्ट केमो कस्तो हुन्छ होला भनेर डर पनि लागिरहेको छ। आई होप राम्रै हुन्छ होला। अनि बिचमा धेरै भिडियोहरू गर्नु अलिकति मिलेन, सो अलिअलि क्लिपहरू हालेको छु, बनाएको छु, तर मलाई स्टिल त्यो जोड्नु चाहिँ आएको छैन। प्लस यो भिडियो चाहिँ बनाइरहेको छु। यो आजको एन्ड मार्च 3 को भिडियो चाहिँ सबै गर्दाखेरि आई थिङ्क कति 22-23 मिनट भएको छ र आई डोन्ट नो कतिको भिडियो हुनुपर्छ, कति चाहिँ पोस्ट हुन्छ थाहा छैन। अब यो चाहिँ भिडियो जस्ट रेकर्ड मात्रै गरिरहेको, अब सिकेर कति हुन्छ त्यति चाहिँ म हाल्छु। सो भोलिको लागि राम्रो होस् भने कामना गर्दै आजको भिडियो चाहिँ एन्ड गर्न चाहन्छु। भिडियोको एडिटिङहरू, इफेक्टहरू के हुन्छ मलाई थाहा छैन। जस्ट यो एकदम र भिडियो, जस्ट युजली अब आफ्नो लागि मात्रै बनाएको हो, तर तपाईँहरूलाई पनि आजको त एकदमै खासै इन्ट्रेस्टिङ छैन। सो भोलिबाट चाहिँ मेबी तपाईँहरूलाई काम लाग्ने कुराहरू, आफ्टर केमो मेरो बुढीलाई कसरी केयर गर्नुपर्ने, कस्तो टाइम, धेरै जस्तो त डक्टरको भनेअनुसार चाहिँ इन्फेक्सन हुने, नजिकबाटैमा यसको लक्षणहरूको बारेमा, साइड इफेक्ट्सहरू थुप्रै रहेछ, एकदमै केयर गर्नुपर्ने हुँदो रहेछ। सो भोलिदेखि मलाई क्वाइट च्यालेन्जिङ छ। बट साथीभाइहरू, दिदी बहिनीहरू आइराख्नु भएको छ, उहाँहरूले सहयोग गर्नुहुन्छ मैले नजानेको ठाउँमा। सो त्यसको लागि पनि एकदमै आभारी छु भित्रबाटै। थ्याङ्क यू, गुड नाइट। अब भोलिको भिडियो फेरि म तपाईँहरूलाई मार्च 4 यो पनि मेरो अनि मेरो बुढीको लागि चाहिँ एकदमै अविस्मरणीय छन्। पहिलो केमो हुन गइरहेको छ। धन्यवाद, गुड नाइट, शुभरात्रि।